अब चाहिँ के हुन्छ भन्दाखेरि भिडियो रेकर्ड हुन्छ अनि तिमीहरूले होमवर्क किन गरेन के कारणले गरेन सबै कारण सहित आज खुलाउनु पर्ने हुन्छ के कारणले गरेन त्यो भन्नुपर्ने हुन्छ अनि यसरी तिमीहरूको यो अनुहार छोपेर के पनि हुँदैन तिमीहरूको बाउआमाले देख्छ नै म तिमीहरूको बाउआमालाई व्हाट्सएपमा पनि पठाइदिन्छु अनि अर्को इमो अनि जुन त्यहाँ छ तिमीहरूको बाउआमाको नम्बरहरू सबै अनि त्यो नम्बरबाट चाहिँ तिमीहरूको बाउआमाको व्हाट्सएपमा अनि मेसेन्जरमा भाइबरमा इमोमा त्यस्तोहरूमा पठाइदिन्छु अनि यो आँखा छोप्ने काम चाहिँ नगर्ने पहिला हामी यता छेउबाट स्टार्ट गरौँ है यसको नाम के रे झन् ए कुमारी यता हेर्ने होमवर्क किन गरेन कुमारी बिर्स्यो तिमीले के भयो तिमीले पनि बिर्स्यो तिमीले के भयो तिमीले पनि बिर्स्यो के भयो तिमीले किन बिर्स्यो त तिम्रो के भयो तिम्रो पनि बिर्स्यो अनि रोल नम्बर कति हो यो रोल नम्बर 1 भएर त्यस्तो बिर्सेर हुन्छ त त्यो मुख नछोप्ने यो को रहेछ बसन्ती के भयो तिम्रो तिम्रो पनि बिर्स्यो अनि तिम्रो के भयो त कहिले पो सम्झिन्छ त तिमीले जहिले होमवर्क नगरिकन आउँछ यो को हो यसको अनुहार छोप्यो कि अलि राम्रोसँग नाम भए पनि थाहा हुनु पर्यो के रे यसको नाम बुद्धमाला यो मान्छेको कति नम्बर हो यो रोल नम्बर कति रे यसको यता हेर्ने राम्रोसँग के भयो किन गरेन बिर्स्यो किन बिर्स्यो यो कसको छोरा अनि यसले किन गरेन त होमवर्क के भयो तिम्रो के भयो र अल्कोको होमवर्क गर्दै थियो अर्कोको होमवर्क देखाऊ लिएर आऊ अनि तिम्रो के भयो गुलेली बोक्यो चरा मार्न गयो यसको नाम के रे होमवर्क नगर्ने कतिजना रहेछ सबै देखेको छ है यसमा अब कहाँ जान्छ तिमीहरूको बाबाको मोबाइलमा जान्छ बस त्यहाँ बस अब यिनीहरूलाई के गर्ने कहाँ पुग्छ हौ बाउआमालाई चाहिँ यिनीहरूको भिडियो पठाइदिने के गर्छ यसलाई गर्छ बाउआमाले के गर्छ भिडियो देख्यो भने के गर्छ तिमीले गर्छ राम्रोसँग भन्ने तिमीले गर्छ भिडियो देख्यो भने गर्छ 1 नम्बरलाई के गर्छ गर्दैन यसलाई गर्छ गर्छ कि गर्दैन अब बेलुका थाहा हुन्छ तिमीलाई के गर्छ होमवर्क गरेन भनेर गर्छ यसलाई गर्छ ल होमवर्क नगर्ने यति रहेछ अनि होमवर्क गर्ने चाहिँ यो किन उठेर हिँडेको